जीवन बदल्ने 7 गोप्य नियमहरू। साँझ ढल्दै थियो। नदीको किनारमा सुनौलो प्रकाश छरिएको थियो। त्यो शान्त वातावरणमा एक महान गुरु आफ्नो शिष्यसँग टहलिरहेका थिए। आचार्य चाणक्य र उनका साथमा भविष्यका महान शासक चन्द्रगुप्त मौर्य। बाहिर सब ठीक थियो, तर शिष्यको मनभित्र आँधी चलिरहेको थियो। गुरुले ध्यान दिए। उनी रोकिए र सोधे, पुत्र, तिम्रो मन किन अशान्त छ? शिष्यले केही क्षण मौन बसेर भने, गुरुदेव, के मनका सबै कुरा लुकाएर राख्नु ठीक हो? कहिलेकाहीँ लाग्छ सबै कुरा खुलेर भनिदिए मन हलुका हुन्छ। गुरु मुस्कुराए, पुत्र, बोल्नु सजिलो छ, तर मौन बस्न सक्नु त्यो शक्ति हो। आजको यो कथामा हामी बुझ्नेछौँ जीवनमा सफल हुन चाहने व्यक्तिले कुन 7 कुरा अनावश्यक रूपमा कहिले पनि सबैलाई भन्नु हुँदैन। नियम 1, घर परिवारका समस्या बाहिर नपुर्याऊ। जीवनको पहिलो किल्ला भनेको घर हो। घरमा मतभेद हुन्छ, कहिलेकाहीँ झगडा पनि हुन्छ, तर समस्या त्यति बेला सुरु हुन्छ जब घरको कुरा बाहिर पुग्छ। ध्यान दिनुहोस्, जब तपाईँ आफ्नो घरको कमजोरी अरूलाई सुनाउनुहुन्छ, कतिले सहानुभूति देखाउँछन् तर धेरैले कथा बनाउँछन्। मानिसहरू सधैँ समाधान खोज्दैनन्, उनीहरू चर्चा खोज्छन्। आजको समयमा त झन् सामाजिक सञ्जाल छ। मानिसहरू रिसको भरमा पोस्ट गर्छन्, भावनामा बगेर कुरा लेख्छन्, तर केही समयपछि पछुताउँछन्। साँचो बुद्धिमानी के हो? घरको समस्या घरमै समाधान गर्नु। सबै कुरा बाहिर राख्नु पारदर्शिता होइन, धेरैजसो अवस्थामा त्यो अपरिपक्वता हो। नियम 2, आफ्नो आम्दानी र धनको प्रचार नगर। धन कमाउनु उपलब्धि हो, तर त्यसको प्रदर्शन गर्नु जोखिम हो। जब मानिसहरूलाई थाहा हुन्छ कि तपाईँ कति कमाउनुहुन्छ, तिनीहरूको व्यवहार परिवर्तन हुन थाल्छ। कतिले ईर्ष्या गर्छन्, कतिले फाइदा उठाउने प्रयास गर्छन्, कतिले तपाईलाई प्रतिस्पर्धी देख्न थाल्छन्। सफल व्यक्तिहरू एउटा कुरा बुझ्छन्, धन शोरले होइन, मौनले सुरक्षित हुन्छ। ध्यान दिनुहोस्, धनी व्यक्ति चिच्याएर आफ्नो कमाई घोषणा गर्दैन। उनी शान्त रहन्छ, काम गर्छ, निवेश गर्छ अनि परिणाम आफै बोल्न दिन्छ। धनको वास्तविक सुरक्षा गोपनीयता हो। नियम 3, आफ्नो भविष्य योजना समयअघि सार्वजनिक नगर। धेरै मानिसहरू एउटा गल्ती गर्छन्, योजना सुरु गर्नु अघि नै घोषणा गर्छन्। म यो गर्न लागिरहेको छु, अब म यस्तो बन्नेछु, मेरो ठूलो योजना छ। तर प्रश्न के हो? यदि तपाईले बिउ रोप्ने बित्तिकै जमिन खोलेर देखाउनु भयो भने के त्यो सुरक्षित रहन्छ? प्रत्येक योजना एउटा बिउ हो। त्यो तबसम्म सुरक्षित हुन्छ जबसम्म त्यो मौनमा बढ्छ। जब तपाईँ धेरैलाई आफ्नो योजना सुनाउनुहुन्छ, आलोचना आउँछ, नकारात्मकता आउँछ, कतिले तपाईलाई हतोत्साहित गर्छन्। काम पूरा भएपछि घोषणा गर्नुहोस्, सफलता आफै बोल्छ। याद राख्नुहोस्, घोषणाले होइन, परिणामले सम्मान दिलाउँछ। नियम 4, आफ्नो कमजोरी सबैलाई नखोल्नु। हो, हामी सबैसँग कमजोरी हुन्छ, डर हुन्छ, असुरक्षा हुन्छ, तर संसार सधैँ दयालु हुँदैन। जब तपाईँ आफ्नो कमजोरी गलत व्यक्तिलाई सुनाउनुहुन्छ, त्यो भविष्यमा हतियार बन्न सक्छ। सबल व्यक्ति त्यो होइन जससँग कमजोरी छैन। सबल व्यक्ति त्यो हो जसले आफ्नो कमजोरी सुधार्छ, प्रदर्शन गर्दैन। यसको अर्थ के तपाईँ कसैसँग पनि मन नखोल्नु? होइन, तर सबैलाई होइन, सही व्यक्तिलाई मात्र। भावनात्मक परिपक्वता भनेको के, कहिले, कसलाई भन्ने बुद्धि हुनु हो। नियम 5, दान र सहयोगको प्रचार नगर। आजको संसारमा धेरै मानिसहरू सहयोगभन्दा बढी देखावा गर्छन्। सहयोग गरेपछि फोटो, दान गरेपछि पोस्ट, मद्दत गरेपछि घोषणा। तर साँचो सहयोग कस्तो हुन्छ? जहाँ दिने व्यक्ति पनि चुप हुन्छ र लिने व्यक्ति पनि सम्मानित महसुस गर्छ। जब तपाईँ सहयोगको प्रचार गर्नुहुन्छ, त्यो पुण्यभन्दा बढी अहङ्कार बन्छ। साँचो उदारता मौनमा हुन्छ। यदि तपाईँले कसैको जीवन सजिलो बनाउनु भयो भने त्यो पर्याप्त छ। संसारलाई थाहा हुन जरुरी छैन। नियम 6, आफ्नो हार र अपमानको कथा बारम्बार नदोहोर्याऊ। जीवनमा सबै हार्छन्, सबैले अपमान भोग्छन्,
तर दुई प्रकारका मानिस हुन्छन्। पहिलो, जो आफ्नो हारको कथा सबैलाई सुनाउँछन्। दोस्रो, जो चुपचाप सिक्छन्, सुधार्छन् र फर्किन्छन्। जब तपाईँ बारम्बार आफ्नो हार सुनाउनुहुन्छ, तपाईँको दिमागले त्यो पहिचान स्वीकार गर्न थाल्छ। तर जब तपाईँ मौन रहनुहुन्छ, तपाईँ आफूलाई पुनर्निर्माण गर्न समय दिनुहुन्छ। हारलाई पाठ बनाउनुहोस्, तर आफ्नो पहिचान नबनाउनुहोस्। साँचो विजेता त्यो हो जो चुपचाप मेहनत गर्छ र एक दिन परिणामले सबैलाई चकित पार्छ। नियम 7, आफ्ना भावना जथाभावी व्यक्त नगर। हामी भावनात्मक प्राणी हौं। रिस आउँछ, दुःख लाग्छ, उत्साह बढ्छ, तर प्रत्येक भावनालाई तुरुन्तै बाहिर निकाल्नु बुद्धिमानी होइन। रिसको बेला बोलेको शब्द धेरै पटक जीवनभर पछुतो बन्न सक्छ। दुःखको बेला बोलेको निर्णय भविष्य बिगार्न सक्छ। भावना नियन्त्रण गर्नु भनेको भावना दबाउनु होइन, भावना बुझेर सही समयमा सही तरिकाले व्यक्त गर्नु हो। सबैलाई आफ्नो मन नखोल्नुहोस्, विश्वासपात्र व्यक्तिलाई मात्र खोल्नुहोस्। संयमित व्यक्ति कमजोर होइन, संयमित व्यक्ति परिपक्व हुन्छ। मौन, जीवनको अदृश्य शक्ति। अब प्रश्न उठ्छ, के मौन बस्नु भनेको डराउनु हो? होइन, मौन भनेको आफ्नो ऊर्जा बचाउनु हो, आफ्नो दिशा स्पष्ट राख्नु हो, आफ्नो शक्ति सुरक्षित राख्नु हो। जब तपाईँ कम बोल्नुहुन्छ, तपाईँ बढी सुन्नुहुन्छ। जब तपाईँ बढी सुन्नुहुन्छ, तपाईँ बढी बुझ्नुहुन्छ, र जब तपाईँ बढी बुझ्नुहुन्छ, तपाईँ सही निर्णय लिनुहुन्छ। सफल मानिसहरू प्राय शान्त हुन्छन्। उनीहरू हल्ला गर्दैनन्, उनीहरू घोषणा गर्दैनन्, उनीहरू काम गर्छन्। अन्तिम सन्देश, जीवनमा सफल हुन चाहनुहुन्छ? सबै कुरा सबैलाई नबताउनुहोस्, सबै योजना सार्वजनिक नगर्नुहोस्, सबै भावना प्रदर्शन नगर्नुहोस्। कहिलेकाहीँ मौन नै सबैभन्दा ठूलो उत्तर हुन्छ। याद राख्नुहोस्, मौनमा शक्ति छ, गोपनीयतामा सुरक्षा छ, संयममा विजय छ। जो व्यक्ति आफ्नो जिब्रोलाई नियन्त्रण गर्न सक्छ, उसले आफ्नो भविष्यलाई नियन्त्रण गर्न सक्छ। आजबाट एउटा निर्णय लिनुहोस्, कम बोल्ने, धेरै गर्ने र परिणामलाई बोल्न दिने। यही नै मौनको शक्ति हो। यही नै जीवन बदल्ने 7 गोप्य नियमहरू हुन्। यस्तै ज्ञान बढाउन चाहनुहुन्छ भने अर्थ विकास युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। सब्स्क्राइब गरेपछि नयाँ भिडियो अपलोड हुनासाथ नोटिफिकेसन प्राप्त हुन्छ। महत्त्वपूर्ण आर्थिक अपडेट छुट्दैन। तपाईले आफ्नो ज्ञान निरन्तर अपडेट गर्न सक्नुहुन्छ। आर्थिक निर्णय गर्दा आत्मविश्वास बढ्छ। युट्युबमा गई च्यानल खोज्नुहोस्, सब्स्क्राइब बटन थिच्नुहोस् र बेल आइकन पनि थिचेर अल नोटिफिकेसन अन गर्नुहोस्। ज्ञानले नै व्यक्ति र समाजलाई समृद्ध बनाउँछ। आर्थिक ज्ञानले आत्मनिर्भरता दिन्छ, सही निर्णय गर्न सिकाउँछ र भविष्य सुरक्षित बनाउँछ। अर्थ विकास युट्युब च्यानल त्यही ज्ञानको पुल हो जसले तपाईलाई अवसर र सफलतातर्फ जोड्छ। तपाईको एउटा सब्स्क्राइबले तपाईको भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ। आउनुहोस्, आजै सब्स्क्राइब गरौँ, सिकौँ, बुझौँ र आर्थिक रूपमा सक्षम समाज निर्माणमा हातेमालो गरौँ। धन्यवाद।